हाम्रो टुर आज पोखराबाट काश्मीर यतै जुमसङ मुक्तिनाथसम्मको टुर हुँदैछ। क्या पोखरा टु जुमसङ। हाम्रो कपिल सर हुनुहुन्छ मेरो साथमा, दाइ हुनुहुन्छ, भाउजू हुनुहुन्छ र म चेतन गुरुङ। अब यो 0 किलोमिटर गरेर राइटतिर मोडेर हामी यो हाइवे समात्दैछौँ। ल यो अगाडिको गाडी र हाम्रो दुईटा गाडीको यात्रा आज। अहिले हामी यो सरङकोटको उकालोबाट जाँदैछौँ, सर्टकट बाटो। यता सरङकोटबाट आएर हामी अहिले नौडाँडामा मिसिएको छ बाटो। अब यहाँबाट कहाँ जान्छ सर? माथि लुम्ले हुँदै, लुम्ले कटिसक्यो होला नि। लुम्ले हुँदै हाम्रो यात्रा कन्टिन्यू हुँदैछ। अगाडिको गाडी र यो दुईटा गाडी। गुड मर्निङ। भाइ ठिक छ? गुड मर्निङ। मर्निङ मर्निङ। ब्रस किन्नु त खोइ त हाम्रो सनमजी हो। उठिहाल्यो नि हो। गुड मर्निङ। कुन ठाउँ त यो? ए पमदुर हो यो। ए हाम्रो यात्रा कुस्मा बजारमा पुगेको छ। यो चाहिँ नि यहाँको सदरमुकाम नै हो। कोठा हो। ल यो चाहिँ मालढुङ्गा। अब रेड बुल खानु पर्यो। भाउजू रेड बुल बारीको बाटोबाट चाहिँ बागलुङ। हामी यताबाट चाहिँ यो कहाँ रहेछ? वारीबाट हामी चाहिँ कहाँ? कालीगण्डकी। अनि पारीको बाटोमा चाहिँ बागलुङ जाने। यो बाटो कहाँ अरे? फेरि जाने। त्यसरी बाटो छुट्टियो केही छिन अगाडिबाट। बेनीको बजार जता माया, एकदम फेमस गीतको यो पुलमा छौँ अहिले बेनी बजारको।
खोला हो कि सफा बेनी कटेर यो चाहिँ कहाँ के खोला रे निसाको खोला हाम्रो तातमानी साउकोले त यहाँ त्यो हेर एक दिन अगाडि माइकललाई भान्जे 2 दिन अगाडि माइकललाई 1 दिन अगाडि यस्तो सोल्टीले त बिहान आखिर यता आउँछ नि यो जाम भएको बैसरी कति वर्ष अगाडि अब यो भूकम्प गएपछि कालीगढ नै थुनेको त्यो बैसरीमा हो कुनै होइन हजुर त्यहाँ फोटो खिचेको सोल्टी त्यस्तो कालीगढ बेनी बजार डुबाउँछ भनेर कति हल्ला भयो पछि बिस्तारै आफसा फुटेर चाहिँ राम्रो भयो कति 70 घन्टा कति घन्टा बन्द भयो होला कति भन्छ मलाई नि च्यानल त भन्दा 35,000 त पहाडी छ अनि यो च्यालो चाहिँ सस्तो पर्छ च्यालो भन्दा अझै भेडा सस्तो पर्छ यो भेडा गरे एउटाको च्याम्पा च्यालो चाहिँ नि छाडो सेप हो अनि च्यालोको चाहिँ यस्तो टेढो हुन्छ घुम्रेको उयो त कालो कालो सबै च्याङ्रा यो कालो छिङ यस्तो घुमेको चाहिँ च्यालो हो भाइ सोध न एकचोटि कति पर्छ रहेछ सोध न एकचोटि कति पैसा हो च्याङ्राको कति पर्छ 30,000 मैले भनेँ होइन देब्रे बस्ने कि उता देख्नु अनि ऊ त्यो दाइ म चौचौरो सुकुटी हालेर अनि 2 ग्लास है 3 ग्लास खाइदियो अनि यो डाँडामा एउटा आदमी पर्यो पहिले ठुलो थियो यो डाँडा यहाँ त बस्ती पनि रहेछ त अनि पहिला बस्ती थियो नि त नि पछि उठेर पछि पनि यो खोला यसै पहिला पछि आएर बस्यो त्यो पहिरो जाँदा त यहाँ सबै उडाइहाल्यो नि बस्ती पुर्दियो बस्ती पुर्दियो नि सबै यहाँको पुल हजुर यहाँको पुल गएको सबै कस्तो पुल गएको भन्नाले यो खोलाबाट क्रस भयो नि यो सबै बगाइदिएको त्यो पुल बगाइदिएको यहाँनिर थियो नि झोलुङ्गे पुल्ने थियो यहाँ सबै बाढी आएर बगाइदिएको हजुर थुन्नेर के भएर बगाएर बाढी आएर ऊ थुनेर चाहिँ बाटो त सबै देख्न छोडेको है अब खाना खाने है यो के ठाउँ रे यो टिप्ल्याङ टिप्ल्याङ गाडी बाहिर हाइबाई फेरि साथी अगाडि हामी जान्छ अगाडि होटल त घरले पुरानो जाँदै छुट्यो दुई 9355 कृष्ण अरे बलवान होटल खाना खाने हो यही हो बलवान गरेको के हो होटल त बलवान गरेको यहाँ खाना खाने ठाउँमा आइपुग्यो हामी एकचोटि यहाँ पनि यो भिर काट्यो भने होइन अगाडि अगाडि हो नि कटेपछि होइन अलि हजुर अन्त पहिला यहाँ एकचोटि पहिरो गएर हिँड्नु पर्थ्यो नि भिर काटेको त्यो भिर काटेमा त्यो जुन पानीको खोलाले हाल्छ क्या अहिले त बनाएको पहिला हामी हिँडेर गर्थ्यौँ क्या मैले त सुटी गरी हेर्छ यसो मजा लाग्यो एकछिन 88 एक्कासी भयो
कि लोकल हो? कोही रिजर्भ आउँछ पोखरादेखि काठमाडौँ लोकल पनि आउँछ एक प्राइस 485 485 तपाईँको नजिक आइसक्यो दाइ म आउँछ माइकल दाइ अनिल दाइ हामी सबै छ ल म रेस्टुरेन्टमा आउँछु दाइ ल हामी तातोपल्ली आइपुग्नु लाग्यो ल एकदम बिजी छु कसरी रोक्ने है त्यो बाटो बनाउनु पर्यो 24 आवर हिँड्छ गाडी अर्को बाटो छैन कस्तो बनायो है ढिलो भयो भने बनायो कस्तो राम्रो बनायो त्यही बेला त मान्छे सडक पनि अब मुनिबाट नाडो कुद्दा नि 14 घन्टा तपाईँको सौरा खत्तम भइसक्यो बिजनेस त्यो बाटो अनि तपाईँको अनि पोखराबाट सौराको प्लेन त्यही बेला सधैँ अब यो बस्ती लेखेर रातो प्लेट छ बेनी टुवेल ट्राभल्स लेखेर कि कम्पनीले हटे प्लेट लगाउनु पर्ने बाइक त खुट्टा छ हातले चलाउनु पर्छ म कुन ठाउँ आयो यो चाहिँ? पोखरीको ठिक आज लङ्गुको जाला है मासु बाटो आयो लङ्गुको जाँदा सोही हेर्नु जानु म त्यसरी आमा लङ्गुको जाँदाखेरि त कम गर्छ भन्छ अब यहाँबाट 56 किलोमिटर जान्छौँ लेटे कडी हाल्नेपछि बल्ल 3-4 जना हेलो भाइ भन यो पुलबाट जाने घन्टा लाग्छ नि हाम्रो जान पहिला यहाँ त थियो नि काठी पुल त पहिला काठी पुल थियो नि यहाँ थियो अरे भगाइदिएन नि भाइ यो तातोपानी पुल छ नि किनभने यो खोला कति छ पानी खोला नाम दिनु भाइ बर्खा यो पहिरोले पनि रोक्छ मुनिको स्टेसन भाइ मुनिको स्टेसन भने सिधै फर्किने ठाउँ है अब यो ठाउँको नाम के अरे यो ठाउँको नाम? यो दाना आयो यो चाहिँ गुइठे अब यहाँबाट कति टाढा हो दाना भन्ने ठाउँ? दाना त 10 मिनट मुस्ताङहरू चाहिँ मुस्ताङ बोर्डर काभ्रेभिर 1 घन्टा 1 घन्टामा मुस्ताङपट्टि यो म्याग्दी भयो मलाई त एउटा
भाइ तिमीले पनि हान्यो अनि यतिखेर होला नि एक क्वार्टर खाऊ के अरे यो ठाउँको नाउँ चाहिँ दाना खानु भने त म कर गर्ने अब यहाँदेखि उता माथि मुस्ताङ चाहिँ कति टाढो माथि कटेपछि मुस्ताङ हो यो बोर्डर हो कि यो बोर्डर मजाको पानी है मजाको अहिले फेरि छायामा बस्नै पर्छ ससुराली गाउँमा त्यहाँ फेरि खानै पऱ्यो अलिअलि ससुराली त्यही बाटो आगोबाट हिँड्नुपर्छ अब त्यो ससुर गाउँ घर नसरी के रूपसी सारा रे छारा भयो के अरे ए छारा ओहो यो त ठुलो रहेछ नि त आमामामा 25 हो यहाँदेखि अहिलेसम्म हामी चाहिँ नि पुष्ममा थियौँ होइन म्याग्दी जिल्ला होइन अब चाहिँ पर्वत के अरे मुस्ताङ जिल्ला बिहान हामी कति बजी हिँडेको अरे पोखराबाट 7 बजेबाट हिँडेको अहिले बल्ल अब कति बजी अहिले यहाँको 5:30 अब बल्ल हामी मुस्ताङ जिल्ला छिर्यो होइन बिहान 7 बजी हिँडेको पोखराबाट बेलुकाको 5 बजे अहिले चाहिँ मुस्ताङमा छिर्यो हामी भाइ परेछ नि यस्तोमा खैरिनलाई ठाउँको ठाउँ ढलेको माथिबाट ढुङ्गा खसेर यहाँ अगाडि बोलेर खस्यो त्यो मैले बस लिएर आएको थिएँ त्यतिखेर माथिबाट जमसङबाट पहिला बस चलाउँथ्यो भाइ तिमी त परेन नि त्यस्तोमा परेन म जस्तै मेरो साथी पऱ्यो त्यो यताबाट गएको त्यसले मलाई मान्छे चेन्ज गर भन्दै यताबाट जाँदाखेरि देखिने ढुङ्गा झरेको उताबाट आउँदा देखिन्थेन क्या त्यतिखेर होस सुन्न लागेको थियो अलिअलि तपाईँलाई अलि देखिन्छ त्यो पर त्यहाँनिर यो डाँडाबाट उताबाट त्यो डाँडा यस्तो टर्निङ छ नि हो त्यहाँनिर एउटा खैरिनीलाई चाहिँ यस्तोमा लाग्यो क्या ठ्याक्कै ठ्याक्कै कानको लागेको बलट नआएको है ठाउँबाट ढल्यो त्यहाँबाट कोही अरू खैरीहरूले के त्यो ड्रोन हुन्छ नि उडाएर हेर्ने के एउटाले उडाएको कता हो त्यो खैरिनी चाहिँ मुनि झर्यो हामीले पछि लगेको नि यति हिलाउँथ्यो ढुङ्गा झर्या पुलिसहरू जानैमा नमान्ने भाइ एकचोटि भाइ रोक त त्यो बोलेरोको सामान हेर्नु उताबाट आएको गाडी यहाँबाट गाडी खस्यो भने चाहिँ अनि झिक्नी भन्ने त्यतिकै हो उताबाट आएको गाडी खस्यो होला होइन भाइ होइन यता थुप्रै पो आउँदो रहेछ सिद्धो टिका उठाउनु जायो त्यो माथि
मात्रै भने तिमीलाई नि मान्नै पर्छ भाइ त्यो बाटो चलाउँछ है तिमीले एभ्रिडे है ओहो यो त हेर्दा डर लाग्दो रहेछ नि त मुनि त यो साइडमा डर लाग्दो रहेछ हेर्दाखेरि पुलिसहरू चाहिँ किन नलागेको डराएर हामीलाई चारजना ड्राइभर आएर चारजना ड्राइभर र एउटा पुलिस यहाँ टालेर हालेर स्टेसनमा यो यहाँ लिएर ट्र्याक्टरमा हालेर पहिरो खस्छ डराएर त्यो गएर नि बाँचे कि बाँचेन मऱ्यो नि बिचरा। ठाउँको ठाउँमै मऱ्यो दुई भाइ आएर चाहिँ घुम्न अँ त्यसो दाइलाई नि थाहा नै क्या मेरो बहिनी पढ्छ भन्दै त्यो बाटो बगरेर भनेर ए अब खोलाको माथि माथि हिँड्दैन त अब चाहिँ हामी मुनि मुनि बगर बगर हो तपाईँको हिँड्न सानो खोला भयो भने त्यस्तै बगरे हिँड्ने अहिले त बाटो छ है बाटैमा हो भनेपछि अब हामी हाइटमा चढ्दैनौँ अब हामी लेटेसम्म हाइटमा छ भने त्यहाँबाट ट्यासै बगरेमा ए जाडोमा हिउँ पर्ने बेलामा चाहिँ अनि सब बजार झर्ने यता कोही पनि नहुने। मुस्ताङको त सबै चल्छ प्रायः ए भनेपछि कति डिग्री हुँदो रहेछ त्यहाँ तपाईँको 2-3 फिट जति हुँदैन क्या हिउँ ए टाइम हेर्नुहोस् त हामी बिहान कति बजी हिँडेको दाइ पोखराबाट हामी 7 बजे 7 बजे बिच बाटोमा आउँदै 7 बजे हिँडेको अहिले यो कुन ठाउँमा भाइलाई म आइपुग्यो फुल मुस्ताङको बाटोको भिडियो म दिन्छु लिजे कुन ठाउँमा आइपुग्यो यो लिजे राको हामी बस्ने यहाँ त होइन नि यार। अब 10 मिनेटमा अब 10 मिनटमा यो चाहिँ घाँसा घाँसा कति राम्रो रहेछ यहाँ त साइज बढाएको छु ल यो ठाउँ देख्दा बल्ल मुस्ताङ जस्तो फिल भयो यहाँ बस्ने ठाउँहरू यो त नाग भवन पो रहेछ बर्बादै भयो भने मेरो त नेट
भित्रै हाल्ने होइन भाइ? स्कर्पियोलाई मिलाएर राख्नु आज खाइन्छ बसिन्छ। भाइ के अरे यो ठाउँको नाम? यो लेटे लेटे। ल अहिले हामी यहाँ मुस्ताङको लेटेमा, यहाँदेखि एकदम हिमालको काखमै छ यो ठाउँ। आज रातिको हाम्रो बास यही होटेलमा भयो। ल अब हाम्रो यात्रा हिजो आएर यहाँ बास बसेर आज गाउँ गएर आएर हाइक गएर आएर अब कहाँ अरे त हाम्रो? मुक्तिनाथ। 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 टु बी कन्टिन्यू। अब यहाँ सुरु भयो पुरै बगरे बगर। के खोला रे? यो तपाईँले पहिला बगरे बगरे हिँड्दाखेरि के चाहिँ राति बेला आउँदैन यस्तो बाटो भुलेर दिमाग खराब हुन्छ अरे। त्यो माथिको गाउँ होइन? के गाउँ रे? नौरीकोट। कबड्डीको सुटिङ त्यहीँ गरेको होइन? हामी त्यताबाट त जाँदैन नि अहिले होइन? गएपछि मोटर त पुग्छ तर हामी त्यो बाटो जान्न। गोबाङ फर्स्ट गोबाङ त्यहाँबाट लार्छु म। गोबाङ गाउँ आइपुग्यो। गोबाङ थकालीहरूको मेन उत्पत्ति थलो स्थल यहाँ। मुस्ताङ जिल्ला यहाँलाई हार्दिक स्वागत गर्छु। प्रभु ब्याङ्कको रहेछ। 12 वर्ष यसरी मेला लाने भरि यही चौरमा हो। 12 वर्ष मेला। त्यतिखेर त संसारभरिबाट आउँछ होला थकालीहरू। हुन नि सक्छ फेरि सबै यताबाट। बजारबाट यो टाढा हो नि हामी के त हो र? हिमाल त यहाँ पछाडि पो ठुलो रहेछ त यार। हाम्रो त्यो माथिको गुम्बा नरसङ गुम्बा। यो गुम्बा? नरसङ गुम्बा, गुम्बाको नाम। यो बजार चाहिँ
खन्ती गाउँ गोबाङ होइन यो माथि गोबाङ यो खन्ती ए यता गोबाङ यो चाहिँ यो अहिले घरतिर सबै खन्ती खन्ती अँ सबैको निलो छानो छ त यहाँ त सब छेउको पर्दो हो अँ? रोडहरू सब छेउको त हो यो गाउँमा त सबैको छाना एउटै छ त बगर आएको घरहरू चेक गर्छ फेरि चेक गर्नुपर्छ यहाँ 293 हजुर हेलो सर 9877 43 731 हेलो सर 4 जना हामी अहिले लेटेबाट मलाई सिधै क्या हो अनि टुसी आउँछ टुसी त बोलाउँदा चाहिँ मार्फा त कुना पर्छ के काम मार्फा त हो कुखुरा आयो भाइ कुखुरा आजसम्म स्थापन गरेर एकचोटि आएन त नि यो नि स्याउ बस त स्याउ हो यो सबै गोल्डन स्याउ गोल्डन स्याउ भन्दा रातो हुनु पर्यो झन् पुरानो खोज्छ त गोल्डन स्याउ हुन्छ त हो भाइ बिस्तारै बिचरा बुढो मान्छे छ हाइटमा चाहिँ अलिक डाउन बनाइन्छ यत्रो डाउन बनाइन्छ यो ए मार्बा आयो है मेन बजार त पुरानो बजार माथि हो यो नयाँ बजार हो ए यो चाहिँ बाटोबाट पछि हाइवेले गर्दाखेरि पछि बनायो मार्फा बजार मार्फाको त रक्सी पनि छ नि एउटा होइन मारा ब्रान्डी टुक्चे ब्रान्डी हुन्छ नि त स्याउ एप्पल मोबाइलले दुःख दिएर जाऊ हेर्नु आफूलाई यो हाम्रो मुस्ताङको घर जुम्लाको घर अफगानिस्तानको घरहरू सबै हेर्दा उस्तै छ त्यो चाहिँ अँ। सबै दाउरा राख्ने घर माथि हावा आयो भने छत उडाउँदैन भनेर हो कि होला नि दाउरा राख्ने ठाउँ पनि मुनि नहुने सुकाउने ठाउँ पनि भाइको पहाड घरमा कहाँ हो त मेरो अँ। यही रट्ने झर यही दिदी उता अस्ति पजौँ घर पजौँ अहिले मोदनलाई खेचेर भोलिपर्सि जुमसुङ एयरपोर्ट होइन यो हजुर लामै रहेछ नि रहनु भयो त
यसमा त यति बेला उ गरेर त कामै छैन। यो ठाउँ चाहिँ के अरे? जमसम जमसँग आइसक्यो हामी? आइसक्यो ए यही हो जमसम एयरपोर्ट। ल ल ठिक छ ठिक छ। अब हामी चाहिँ सिधै उता मुक्तिनाथ गएर आएर यहाँ होटल बुकिङ छ, त्यो पछि यहाँ बस्ने। बस पाएको यो जुमसुङ? बसमा त टिकट काउन्टर त अगाडि बस मात्र हुन्छ। ग्यारेज बसमा त छैन, जताबाट मात्रै काउन्टर ठाउँ ठाउँमा छ, एकै ठाउँमा छैन। ल 2 दिनको यात्रामा जुमसुङ आज आइपुग्यो, पोखरादेखि हिँडेको 2 दिनमा। अनि बोल्नका चाहिँ बोल्नका पनि लग्छ कि छैन? छ नि होटल सोटल लस सबै म एक्ला सुतेको त्यहाँ त्यो त्यहाँ जमसममा क्रियामा आउँदा तपाईँहरूले यहाँ नचिन्ने कोही छैन है? आफ्नो दाजुभाइहरू छ सबै। सबै तपाईँहरूकै दाजुभाइहरू यहाँ। जमसङ जमसम पहिला जमसम भन्दै त्यहाँबाट जमसमबाट गेट। यही हो जमसम एयरपोर्ट गेट। पिज्जा आइसक्यो। अब त यहाँ त पिज्जा आयो यी। हो ल ठिक छ। छैन उता उसमा भन्दा यता विकास भयो रहेछ कि? मुस्ताङ जिल्ला यही हो टिकट काउन्टर छ त्यही अगाडि यही हो होला। बाबु नानीलाई मेरो छोराछोरीले चखाउनु पऱ्यो नि त। मारबाट लग्ने हुन्छ, यहाँ 140 हुन्छ, बाह्रमा कति हुन्छ 120। मान्छे 5 किलो लाग्ने 100 रुपियाँ त कम हो, एक किलो फेरि आउनु भयो। तल माथि नै घर हो कि यहाँ यो बाटोको छेउछेउमा मात्रै हो? जुमसुङ बजार सकिएर अब हामी मुक्तिनाथको बाटो चाहिँ राम्रो छ है। त्यहाँ पनि यो खोलाको छेउछेउ हो पुरै यहीँसम्म? अब कागबेनीसम्म यस्तै हो, कागबेनीसम्म? कागबेनीदेखि माथि डाँडै डाँडा छ। ए ल ठिक छ। कागबेनीबाटै पिच छ भाइ। अनि त्यहीबाट भन्दै पिस गरेर सक्छ। अब कति टाइम लाग्छ भाइ हामीलाई मुक्तिनाथ पुग्नलाई? हामी लगभग 45 मिनट। 45 मिनट। ओके। त्यो पारी गाउँ भयो कागबेनी। हजुर कागबेनी। हो त्यो कागबेनी हो त्यो चाहिँ? फसेको त्यो ट्रक फसेर गयो नि त। देख्नु हुँदै? यो चाहिँ अब नि त छ्याम्मै घाँटिएछ। कागबेनी भनेको ऊ त्यो बारीको बस्ती ठुलो? कागबेनी एक्लै भट्टी। एक्लै भन्ने हो। एक्लै भट्टी। आउनु पर्यो। फस्यो त्यो त नराम्रो छ। पुरै फस्यो त्यो मालवाला जस्तो पुरै त्रिपल्ला खाने। कागबेनी त त्यो निमारुमाको फिल्मले गर्दा हिट भएको। अब त राम्रो बाटो आइगयो त। त्यो बाटो है। गमनथाङ कतिमा पुगिन्छ यहाँबाट? 5-6 घन्टा। 6 घन्टा लाग्छ। अब हामी कागबेनी कट्यो होइन? कागबेनी भने त सानो ठाउँ पो रहेछ है? कागबेनीबाट माथि लाग्यो। पारी पनि छ क्या हो कागबेनी? उता पारी पनि छ? छैन है। यहाँ त अगाडि 15 मिनट जति अगाडि गयो भने छुसाङ। अनि
यो बाटो चाहिँ मुद्रासँग अगाडि छ कि मुद्रासँग मात्रै हो मुद्रासँग मात्रै हो यो बाटो त फेरि यतातिर जान्छ होला नि त चाइना बोर्डरतिर यो होइन तलबाट हो रे, ए, तल बाँकी- मन्दिरसम्म मात्रै हो रे। यो अघिको बाटो चाहिँ छुट्टिसक्यो होइन चाइना बोर्डर जान्छ चाहिँ त्यो काठमाडौँ छुट्यो यो सानो झार यसले त जाने एरिया अनि यसमा चाहिँ के हुन्छ भनेको रे अघि यस्तो डाँडामा भाइ हिराल हो कि के भन्छ अरे ओभरअल नाउर यस्तो डाँडामा छ नाङ्गो डाँडामा यता हुन्छ यता त हुन्छ त्यो सानो सानो खाएर बन्थ्यो नि घरहरू सबै माटोको हो र यो माटोको त सबै अरे सिमेन्टी होइन अलिक त्यही खोलामा बगाएर बगाएर सिमेन्टी सिमेन्टी छ त बालो बालो भालो छ नि अब सिमेन्ट सब माटो छ डेली लिप्ने हो फेरि डेली लिप्ने हो र तपाईँको यो घरमा 4-5 दिन लिपेन भने सो उठिन्छ बिस्तारो ए अनि महिना 2 महिना 6 महिना घर कोही बसेर घरै बटिन्छ के गाउँ रे यो झारकोट झारकोट यो त तिब्बतीन गाउँ हो कि यो सबै के थकाली हो बाटो ठिक छ बाटो ठिकै थियो यहीँ हो कि लास्ट स्टेसन लाइसेन्स पार्किङ अब अब आयो हामी मुक्दिनाथ पार्किङ हो यहाँबाट अनि ट्रेनको जाने भने मुक्तिनाथ 0 किलोमिटर गाडी हजुर घुमेर मुक्तिनाथ गएर बस्ने बस स्टप पनि यहीँ रहेछ फाइनली मुक्तिनाथ कार पार्कमा यो घोडा सही कुद्छ यो सबभन्दा ठुलो घोडा यो म चढेको कुद्छ कि यो घोडा हेर्नु थाहा हेरौँ न यार ओ सर यता हेरौँ न यार तपाईँको फोटो खिच बल्ल कुद्दो रहेछ नि बिचरा माया लाग्यो यार मलाई त तपाईँले मान्छे लोटारी काट्नु भन्नु अर्को घोडालाई कुदाएर ल ल ल तपाईँ सर यार खतम रहेछ यार धन्दा लोटाइदिनु मलाई यार कस्तो कुदेको लगाम तान्नु कुद्यो भने लगाम तान्नु तपाईँले छेछे गरेर अनि त्यसो भन्नु नहुँदो रहेछ नभन्नु न यार है कस्तो कुदेको मुक्तिनाथ मन्दिरको गेटमा आइपुग्यौँ हामी सबैजना घोडामा
बदमास मान्छेहरूले बदमास काम गर्छ नि त है। हामी यस्तो राम्रो मान्छे हुनु पर्यो नि मनमा। रसिदाले 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 फोटो खिच्न पाइन्छ पाइँदैन यहाँ? यो धाराको पानी छोएर नुहायो भने पाप पखालिन्छ भन्छ। हजुर हो नुहाउनु भयो तपाईँ? यो चाहिँ के रहेछ? यो धारा नआएपछि अनि यहाँ एकपल्ट डुब्नुपर्छ। ए धारामा आएर यहाँ डुब्ने? धारा नआएपछि चाहिँ एकपल्ट डुब्नुपर्छ यहाँ। मान्छेले त्यसो गर्छ क्या ल यसरी मेरो पनि यहाँ त मलाई सेन्ड हुन्छ होइन के हो त बोल्दै बोल्दैन भन्छ ल बाबाको आत्माले शान्ति पाएर अर्को दिन न यस्तै हामी सबै बच्चाहरूलाई आशीर्वाद दिएर यो चोपेर यो बालिदिनु यो बोल्छ बोल्नु बोल्छ कि तिन पानी पिउन मन लाग्यो चौरीको घुमा जाने राति घस्न मन लाग्यो मलाई राम्रीलाई छेउमा राखेर राम्री त देख्नै नहुने देख्यो कि बोल्न मन लाग्ने राम्री त देख्नै नहुने देख्यो कि बोल्न मन लाग्ने झोले खान्छ दाको भाग झोले खान्छ भाग यो मुस्सा नहीं Good morning everyone. This is beautiful place, Jumsong, Nepal. 3,400 height, meter feet height, and
our country have 2020 Visit Nepal project. So please visit Nepal 2020. के लेकर दाइ यो दुम्बाले पहिला यता मास्तिर किन लेट खिच्न पर्यो भर्खरै बिहा गरेको मान्छे सोध्छ जीवा खाके पहाडी बस पनि खाऊ पहाडी बस्ने छ मुटी लगेर छिरिहाल्छ नि यहाँ जाँदैन अब चाहिँ छिर्यो यदि बिहा गर्न नि कस्तो दुःख मानेको यहाँ कसले कसले अब जाऊ जाऊ भाइ छोड्दै बसा नै गाह्रो हुन्छ बिहा गर्दा राम्रो हेर फेरि जाला खोलातिर जी बाँच एउटै लाइनमा राख्छौँ उतापट्टि साइडमा एउटै साइड आफ्नो साइडबाट च्याप्ने हो अरे अब छिर्नु पर्ने त्यो दुईमा त हुनु चाहिँ त्यो के छिर्नु पर्ने ढाका जान्छ आउँछ त्योबाट हाम्रो पछाडि नि छ हातबाट गाडी छ है तेरे यार ब्याक गर न यो गाडी लिएर हाल्नु भन्न
भाइ जुलुसै आयो त यार हेलो किन खाली खाली हो खतम बनाइदियो त सक्ने भए माया गर्नु भन्दा कि जाँच्ने थिए सानो मैले पनि अन्त्य नाता गाँच्ने थिए सानो माया गर्नु